हेलो नमस्ते सबैजनालाई। जसले मेरो च्यानल सब्सक्राइब गर्नुभएको छ उहाँहरूलाई धेरै धन्यवाद। मैले इङ्ग्लिसमा नि भिडियो हालेको छु किनभने कुनै सब्सक्राइबर हुनुहुन्छ जसले मेबी नेपाली ल्याङ्ग्वेज बुझ्नुहुन्न। सो नेपाली सब्सक्राइबरहरूले नेपाली भाषा बुझ्नेहरूले नेगेटिभ अन्यथा नसोचिदिनु होला। त्यसैले मैले नेपाली पनि हाल्ने कोसिस गर्दैछु। हिन्दीमा पनि हालौँला पछि, बट प्रायोरिटी नेपाली र इङ्ग्लिस दिइरहेको छु। बेसिकली मैले के भन्न खोजेँ भन्दा नि आफ्नो स्वास्थ्यको केयर गर्नुहोस्। मिनिमम 10 मिनट 15 मिनटबाट स्टार्ट गर्नुहोस् र टाइम बढाउँदै लानुहोस् र अवश्य पनि एक दिन 1 आवर 2 आवर पुग्छ होला है। जबसम्म हामीसँग कुनै चोइस हुँदैन तबसम्म हामी केही पनि गर्दैनौँ के, त्यसैले भने। सो तपाईँको स्वास्थ्य तपाईँको लागि र तपाईँसँग जोडिएको तपाईँको सर्कलमा भएको सबैलाई इम्पोर्टेन्ट छ। तपाईँको हेल्थ यदि स्वास्थ्य एक सही कन्डिसनमा छ भने सब कुरा पोसिबल छ। भन्छ नि जबसम्म एनर्जी जबसम्म पावर रहन्छ सबजना आफ्नो वरिपरि रहन्छन् र पावर सकेपछि स्वास्थ्यको कन्डिसन नराम्रो भएपछि आफूसँग कोही हुँदैन। ओके, सो मोस्ट इम्पोर्टेन्ट थिङ, धेरै नै महत्त्वपूर्ण कुरा हो आफ्नो स्वास्थ्य। सबै कुरा कमाउन सकिन्छ, पैसा कमाउन सकिन्छ र सबै रिलेसन फ्रेन्ड्स सबै कुरा फेरि पनि वापस पाउन सकिन्छ है। बट स्वास्थ्य एकपल्ट गएपछि लाइक इट्स इक्वल टु इम्पोसिबल हुन जान्छ। सो टाइममा स्टार्ट गर्नु होला। म कुनै विशेषज्ञ र कुनै एकदम वरिष्ठ व्यक्ति त होइन, बट आफ्नो स्वास्थ्यको केयर गर्नु म सजेसन दिन चाहन्छु। र एउटा सानो रिक्वेस्ट, सकेसम्म च्यानललाई सब्सक्राइब गरिदिनु होला र आफ्नो सराउन्डिङ्सलाई पोसिबल छ भने सेयर गरिदिनुहोस्। नट नेसेसरी गर्नै पर्छ भन्ने पनि छैन, तपाईँलाई उचित लाग्यो भने गर्नु होला। मेरो ब्लगिङ भिडियो नै गर्नुपर्छ भन्ने छैन कि एक्सर्साइजको गर्नुहोस् जसले उनीहरूलाई पनि हेल्प गरोस् आफ्नो स्वास्थ्यलाई राम्रो कन्डिसनमा राख्नको लागि। र 1 दिन 2 दिन एक्सर्साइज गरेर 1 दिन 2 दिन रनिङ गरेर केही हुनेवाला छैन। सो आफ्नो डेली ह्याबिट, डेली लाइफस्टाइलमा यसलाई इन्क्लुड गर्नुहोस्। मैले सुरु गरेको आज अलमोस्ट 80 दिन लागेको छ। क्या 80 हो कि 80 दिन होला सायद, काउन्ट गर्दैछु र काउन्ट गरे अनुसार भिडियो पनि पोस्ट गरिरहेको छु मैले। सो 100 दिनसम्म म पानी परे पनि, हावा चले पनि, घाम लागे पनि नलागे पनि म ट्राई गर्दैछु कि एक दिन पनि स्किप नहोस् भनेर। म बिरामी हुँदा पनि भिडियो पोस्ट गरि नै रहेको थिएँ र बाहिर आइ नै रहेको थिएँ। सो पानीमा पनि मैले केही भिडियोहरू हालेको छु जुन दिन पानी परेको थियो। रुमबाट निस्किँदा पानी त परेको थिएन, तर बाहिर निस्केपछि पानी पर्न थाल्यो। सो इट्स ओके। र बिहान जस्तो सुकै हावा चले पनि म आउने कोसिस गर्छु। तर शुक्रबार म ढिलो आउँछु किनभने बिहिबार राति अफिसबाट लेट हुन्छ। सो सबै काम सकिँदा राति सुत्न ढिलो हुन्छ। सो आई वेक अप लेट, म ढिलो उठ्छु फ्राइडेको दिन। उठ्न त सकिन्छ चाँडो पनि, बट एक दिन एटलिस्ट रेस्ट गरौँ भने होइन, रेस्ट पनि आवश्यक छ। बट फ्राइडेको दिन म अलि एक्स्ट्रा आवर्स एक्सर्साइजको लागि दिने गर्छु। आज 10 बजे निस्केको थिएँ, अहिले 1:23 हुन लागेको छ। सो अलमोस्ट 3 आवर्स भइसकेको छ र अझ हाफ आवर लाग्छ होला यो भिडियो रोकेपछि। म या त रनिङ या त वकिङ गरेर पुग्छु होला। नर्मली रनिङ एन्ड वकिङ मिक्स हुन्छ है, सो डिपेन्ड्स। ल आजको लागि यति नै। अर्को हप्ता फेरि पनि सानो चर्चा गरौँला स्वास्थ्यको विषयमा, एक्सर्साइजको विषयमा। आफ्नो केयर गर्नुहोस् है। ल टेक केयर, हेभ अ नाइस डे, शुभ दिन।